केही टाइम अगाडि चाहिँ हामीले जितु नेपाललाई मुम्बईको एयरपोर्टमा भेटेका थियौँ। सो जितु नेपाल चाहिँ नेपालको गेम हेर्नलाई मुम्बई एयरपोर्ट पुगेको जस्तो लागिरहेको थियो, तर खासमा चाहिँ उनी आई एम जित बहादुर मुभीकै सिलसिलामा चाहिँ त्यहाँ पुगेको रहेछ नै। सो जित बहादुर जितु नेपाल एकदमै ट्यालेन्टेड आर्टिस्ट हो। जितु नेपाल मुन्द्रे अहिलेको कलाकार होइन है, खाँदेर भरेको छ कलाकारिता जितु नेपालमा। सो मुभीको थम्बनेल हेरेर आइसक्नु भयो होला, यसले चाहिँ अब मुभीलाई नराम्रो भन्छ भनेर सोच्नु भएको छ होला। सो मैले चाहिँ मुभीलाई राम्रो नराम्रो भन्दा पनि मलाई के कस्तो लाग्यो त्यो चाहिँ हजुरहरू माझ भन्ने छु है। अनि मुभीको जति बेला ट्रेलर आएको थियो, धेरैले चाहिँ ट्रेलर हेरिरहँदा सबै कुरा मुभीमा देखायो, 3 मिनटको ट्रेलरमा सबै कुरा देखायो। अब हलमा गएर हामीले के हेर्ने भनेर चाहिँ एकदमै धेरैले कमेन्ट गरिरहनु भएको थियो। सो मैले पनि त्यो मुभी हेरिरहँदा खासै केही पनि देख्न पाइन्न। त्यो जितु नेपाल एउटा पात्र, एउटा क्यारेक्टर, जितु नेपाल आउँछ अनि त्यही स्ट्रगल गर्छ, त्यसपछि कलाकार बन्छ, त्यही मात्रै होला जस्तो चाहिँ लागिरहेको थियो। तर मैले जति बेला मुभी हेरेँ आई एम सरप्राइज है। शुभेन्दु राज घोषको डिरेक्सनमा बनेको मुभी आई एम जित बहादुर, जसमा हामीले एक्टर एक्ट्रेसमा चाहिँ जितु नेपाल, वर्षा राउत, प्रियङ्का कार्की, सन्दीप छेत्री जस्तो थुप्रै एक्टर एक्ट्रेस चाहिँ हामीले यो मुभीमा देख्न सक्छौँ। शुभेन्दु राज घोष बङ्गाली अनि हिन्दी मुभीको डिरेक्टर हो, जसले चाहिँ नेपाली मुभी पनि डिरेक्सन गरिरहेको छ है। यो चलचित्रमा चाहिँ एउटा गाउँबाट सहरमा आएको एउटा कलाकार बन्ने सपना बोकेको पात्रको कथा देखाउन खोजिरहेको छ, जुन चाहिँ जितु नेपाल हो। सो स्टोरी एउटा सिम्पल नै छ, सो एउटा स्ट्रगल गर्ने मान्छेको कथा देखाएको छ, तर जुन तरिकाले मुभीमा स्टोरी प्रेजेन्ट गरेको छ नि त्यो चाहिँ एकदमै दामी लाग्यो। मुभीको प्लस पोइन्ट भनेको मुभीको डिरेक्सन हो। सो डिरेक्टरले यस्तो राम्रो काम गरेको छ नि, डिरेक्सनलाई चाहिँ एकदमै मान्नै पर्छ है। डिरेक्टरको त्यो डिरेक्सन सबैभन्दा मुभीको प्लस पोइन्ट हो। त्यसपछि कलाकारहरूको एक्टिङ, स्पेसल्ली जितु नेपाल, वर्षा राउत अनि हाम्रो सन्दीप छेत्री एकदमै राम्रो एक्टिङ गरेको छ। सो मुभीको स्टोरी चाहिँ परिवारको एउटा स्टोरीलाई देखाएको छ, एउटा स्ट्रगल गर्ने व्यक्तिको देखाएको छ, जो चाहिँ कलाकार बन्ने सपना बोकेर सहरमा आएको हुन्छ। उसले के स्ट्रगलहरू फेस गर्नुपर्छ, कस्तो अवस्था आइलाग्छ, के हुन्छ, कसरी सफलतामा हासिल हुन्छ भन्ने कुरा चाहिँ हामीले मुभीमा देख्न सक्छौँ। मुभीको स्टोरी सिम्पल भए तापनि जुन तरिकाले प्रेजेन्ट गरेको छन्, जुन तरिकाले कलाकारहरूले आफ्नो भूमिका निर्वाह गरेको छ, एकदमै बेस्ट है, एकदमै बेस्ट। यति कुनै कुनै क्लिप्सहरू यस्तो इन्ट्रेस्टिङ एकदमै बवाल छ नि, जुनले चाहिँ मन नै पिरो बनाइदिन्छ, मन नै चिसो बनाइदिन्छ। कति त रुनु भएको थियो। जितु नेपाल र त्यो सन्दीप छेत्रीको त्यो हुन्छ नि क्लिप्सहरू आउँदा एकदमै इमोसनल बनाउँछ। लास्ट सिनमा त म रोकै थिएँ। सो मुभीमा चाहिँ नेपालको कलाकारहरू सुपरस्टारको पनि क्यामियो देख्न सक्छौँ। कुन कुन कलाकार हो हेर्नको लागि चाहिँ हजुरहरू हलसम्म जानु होला। वर्षा राउतको एक्टिङ राम्रो छ, प्रियङ्का कार्कीलाई पनि देखाएको छ। सो प्रियङ्का कार्की एकदमै गुड लुक्स, हट लुक्समा चाहिँ हामीले योमा देख्न सक्छौँ, एकदमै राम्रै देखिनु भएको छ। सो एभ्री कलाकारहरूले राम्रो एक्टिङ गर्नु भएको छ। सो चाइल्ड आर्टिस्टको एक्टिङ पनि राम्रो छ, सबैको एक्टिङ राम्रो छ। मुभीको प्लस पोइन्ट नै एक्टिङ हो। सो मुभी लेन्दी फिल कता कता हुन्छ। मुभीको स्टार्टिङदेखि लगभग 25-35 मिनट चाहिँ बोरिङ लाग्छ हो जस्तो लाग्छ, तर मुभी चल्दिरहँदा चाहिँ एकदमै फ्लो, एकदमै आफ्नो वेमा आफ्नै हुन्छ नि बिन्दास तरिकाले जान्छ। कमेडी सिनहरू पनि हामीले देख्न सक्छौँ। कमेडी भन्दा पनि इमोसनल सिनहरू यो मुभीमा छ, जसले चाहिँ मन नै पिरो बनाइदिन्छ। मैले अलरेडी भनिसकेँ। सो मुभीको ब्याकग्राउन्ड म्युजिक पनि मलाई ठिकठाक नै लाग्यो। सो मुभीको त्यो क्यामेरा मुभमेन्ट चाहिँ कता कता खल्लो खल्लो लागिरहेको थियो। त्यो हलचल बढी हुन्छ नि, त्यस्तो अलिअलि कमी कमजोरी चाहिँ मैले त्यहाँ पनि देखेँ है। सो मुभीको गीत सङ्गीत मलाई राम्रो नै लाग्यो। एभ्री कलाकारहरू आफ्नो राम्रो भूमिका निभाउनु भएको छ। सो के भन्नु, म चाहिँ जे होस् खुसी लाग्यो है। जितु नेपालले राम्रो एक्टिङ गर्नुभएको छ, डिरेक्टरले राम्रो काम गर्नुभएको छ, राम्रो मुभी बनाउनु भएको छ। हामीले चाहिँ यो मुभीलाई सपोर्ट गर्नुपर्छ। सो मैले चाहिँ जहिले मुभीको तारिफ गरिरहँदा चाहिँ के भन्नुहुन्छ हजुरहरूले, राम्रो मुभीलाई चाहिँ म खुलेर प्रशंसा गर्छु। यो मुभी चाहिँ वान टाइम वाच छ। हजुरहरू आफ्नो फ्यामिलीलाई लिएर जान सक्नुहुन्छ। फ्यामिली फ्रेन्डली मुभी छ, त्यस्तो अनयुजुअल सिन, त्यस्तो नराम्रो सिन केही पनि छैन, कति पनि छैन। एकदमै इन्ट्रेस्टिङ मुभी बनेको छ, फ्यामिलीसँग गएर हेर्न सक्नुहुन्छ। सो हजुरहरूले हेर्नुभयो कि नै, हेर्नुभयो भने चाहिँ के कस्तो लाग्यो नि कमेन्ट गर्नु होला। अनि च्यानलमा जो नयाँ हुनुहुन्छ लाइक सब्सक्राइब अनि कमेन्ट गर्न नबिर्सिनु होला। हामी अर्को भिडियोमा सियोर भेट्नेछौँ। त्यति बेलासम्मको लागि मलाई पनि बिदा दिनुहोस्। बाई। जय नेपाल।